लाइफलाई जस्तै सोचे भए पनि है, जे सोचे भए पनि आउनु पर्ने चाहिँ यहीँ नै हो, अब जसरी पनि हामी हैन। अनि मान्छेले आज मेरो पावर छ, आज मेरोमा धन सम्पत्ति छ, आज मेरोमा सुन चाँदी छ, मेरोमा गाडी छ, मेरोमा जग्गा जमिन छ, मेरोमा ठुलो ठुलो है बिल्डिङहरू छ, मेरोमा धेरै कुरा छ भनेर चाहिँ केही नसोच्दा पनि हुन्छ है। आउनु पर्ने र मिल्नु पर्ने चाहिँ एक दिन यही नै हो। देख्न सक्नुहुन्छ तपाईँले यो के हो होला भनेर है। जहीँ गए पनि जे गरे पनि लास्टमा अन्तिममा तपाईँ यही नै हो। मेरो फ्यामिली, मेरो परिवार, मेरो साथीभाइ, मेरो इष्टमित्र, मेरो बुढी, मेरो बुढा है, मेरो आफन्त, मेरो कोही पनि हुँदैन है। लास्टमा हामी रहनु पर्ने चाहिँ यहाँनिर हो है। जिन्दगीको एउटा यो पनि अब पार्ट अफ एउटा लाइफ नै हो जस्तो लाग्छ मलाई, किनभने यो पनि एउटा संसारको रीत नै हो नि त। एक जन्मेपछि हामी मृत्यु अवश्य छ, मर्नु नै पर्छ। तर हाम्रो यो जन्मिएको बेलामै अहङ्कार मान्छेहरूको हुन्छ नि, म यो भएँ, म त्यो भएँ, मेरोमा यो छ त्यो छ देखाएर हिँड्छ है, मान्छेलाई दबाएर हिँड्छ। त्यस्तो चाहिँ तपाईँहरूले जिन्दगीमा भुलेर पनि नगर्नु होला है। आइपुग्नु पर्ने चाहिँ यहीँ हो, तपाईँहरूले देख्न सक्नुहुन्छ। मैले फेरि पनि देखाइरहेको छु यी माटोमा मिल्नुपर्छ, माथि झार उम्रिन्छ, फुल उम्रिन्छ। संसारको यो चाहिँ सत्य तथ्य भन्छ नि, एउटा सत्य, एउटा ट्रुथ चाहिँ यो हो अब है। सबै यहाँ छ, आउनुपर्छ, यहीँ नै सक्नुपर्छ, यहीँ नै सब कुरा छोडछाड गरेर है। मेरो के सुन चाँदी, मेरो के धन, मेरो के कमाएको, मेरो कुनै के अहङ्कार, मेरो सबै सपना, मेरो विपना सबै यहीँ पोलेर जानुपर्छ, यहीँ छोडेर जानुपर्छ।